पहिलादेखि नै यस्तो हुन्छ नि एउटा एउटा लाइन सेलेक्ट गरेर सेलेक्ट गर्ने अनि त्यसपछि वर्डमा जाने सेलेक्ट गऱ्यो अनि त्यसमा वर्डमा जाने अनि वर्ड कस्तो ह्याङ हो यार चलाउने गर न यो तिम्रो हात कहाँ चलिरहेछ नि देखाउनुपर्छ ब्ल्याङ्कमा जाने होइन कन्ट्रोल बी कन्ट्रोल बी खाइदिनु त कपी पेस्ट हुँदैन अस्ति त भएको थियो नि तिमीले अस्ति एउटा गरेको नि कन्ट्रोल ए गरे होइन कन्ट्रोलले भनेको सबै सिलेक्ट होइन सेलेक्ट भयो नि अब कन्ट्रोल सी गर्ने कन्ट्रोल भने सी भने कपी कन्ट्रोल सी कन्ट्रोल ए भयो कन्ट्रोल ए पछि कन्ट्रोल सी अनि त्यसपछि यहाँ जाने अनि कन्ट्रोल किन नभएको ल के आएको यो ए कन्ट्रोल अल भएपछि सबै कन्ट्रोल सिलेक्ट भइसक्छ सबै सिलेक्ट चाहिँ नचाहिने होइन मलाई त अहिले मात्रै त्यो मन चाहिने तिम्रो भएन तिम्रो सेलेक्टै गर्न आएन कि मलाई सेलेक्ट अल भने नि सबै सेलेक्ट भएर आयो क्या त्यो होइन हामीलाई त एक पेजलाई यो मात्रै चाहियो नि त यो मात्रै चाहिनेलाई अब हातले सेलेक्ट गर्नु अनि कन्ट्रोल सी गरेपछि उता जाने बोर्डमा जाने कन्ट्रोल बी है तर यो हट्यो